हजुरको बुढी चेलो हुँदा भइरहेको छ एकदम राम्रो भइरहेको छ अरे उहाँलाई चाहिँ के नाको चिसोमा हेर्नु न 10 बजी आज चाहिँ यस्तो लाउने राम्रो पहिला अब जात्रा हानी नभए भने अझ कोसिस के हो के भन्छ साथ मलाई हाम्रो चाहिँ रीतिरिवाज यस्तो छ होइन संस्कार संस्कृति के भन्ने हो सबै यस्तो छ यसरी चाहिँ 5 थरी मिलेर चाहिँ यसरी चाहिँ बल माग्नुपर्छ होइन आशीर्वाद देऊ भनेर माग्नुपर्छ यो चाहिँ के हो भन्दाखेरि चाहिँ नानीको गुनिउ चोलोको कार्यक्रम हो आज उसलाई गुनिउ चोलो दिनुपर्ने त्यसै कारणले यहाँ लाउनुभन्दा अगाडि यसरी पिना आफ्नो देउताहरूसँग बल माग्नुपर्छ यसरी पुसै बाजे कोही कदे खट्टा बहादुर कदे कोही चैला मैला देखि कदे म चाहिँ अयो कसे बने सदेशा गुन्यु चोलो 2082 साल मङ्सिर 11 गते चाहिँ नानीलाई कदे गुन्यु 11 वर्षको भयो मङ्सिरमा चाहिँ 11 गते चाहिँ आमाको नाम मैला कले हिबिकमा पर्ने दुबिकमा पर्ने कदे ग्रह दशनेल हिमाल लाथिने हेङ्गा बगेने सुगो गेने गाछो गेने कदे बिछा छयो आइतर गेने हनिया फला मावली आब्रे बानी गुब्रे बानी सुसाली आब्रे गुब्रे बानी कदे को ल भिडियो फोटो खिच्छि त भिडियो फोटोहरु के खिच्नु खिचिहाल्नु यहाँ छैन मेरो मेमोरी टाइम अफ भयो छैन मायाले जुवन साटेको फुल राम्रो लालो पातेको छैन मायाले जुवन साटेको कश्मीरे पछौरी दार्जिलिङको रेल लाप्साइले पिराती दिन बाँचुन्जेल कश्मीरे पछौरी दार्जिलिङको रेल लाम्साइले पिराती दिन बाँचुन्जेल लाम्साइले पिराती दिन बाँचुन्जेल जोडी सुगा जोडी ढोकरा एक्लै यो जिन्दगी लुखर लुखरा जोडी सुगा जोडी ढोकरा एक्लै यो जिन्दगी लुखर
बोतलमा लिएर हाल्नु नि अनि अर्को गाना पनि गाउनु यो गाउनु थियो गाउनु न थियो होइन गाउनु थियो गाउनु न थियो गाउनु थियो गाउनु न थियो म यत्रो थिएँ तर मलाई थाहा छ क्या दाजुले गाएको हावाको तालमा गीत गाउँछ छिनाउँछ रिचा यता हेर्नु पर्यो के त्यो चार बहिनीले नि के आएर त पुलाउ खायो अब बिगर बोकेर बसिरहेको बधाई नि